वैकल्पिक राजनीतिको केन्द्रबिन्दु चाहिँ अब रासपा हो। समय ढिलो चाँडो हुने भनेको यही नै हो। त्यसकारणले मैले अघि नै इङ्कित गरिसकेँ नि, पाण्डव पक्षको कुरा गरिसकेँ नि। पाण्डवको नेतृत्व कसले गर्दैछ भन्दाखेरि जहाँ पाण्डवहरू छन् भनेदेखि अहिले म किन अन्त परालिन्छु, म त सिधै पाण्डवकोमै आइपुग्छु नि त। पार्टी खोल्नुपर्ने आवश्यकतै छैन। जुन मैले सोचेको पार्टी, मेरो सोचभन्दा माथिको पार्टी खोलिसकेको छ भने मैले किन अरू पार्टी सोच्नु पर्यो? आवश्यकतै छैन। तपाईँलाई शुभकामना। तपाईँलाई गाडीमा, मेरै गाडीमा लगेर घन्टी घरको गेटमा लगेर मलाई छोड्न मन थियो। आज त्यो सम्भावना भएन, तर अब अर्कोचोटि मलाई चाहिँ तपाईँले छोड्नुपर्छ है भन्नुभएको छ। कुनै दिन म पक्कै उहाँलाई छोड्ने अवस्था बन्छ। पुराना दलहरू नराम्राका लागि, लुट्नका लागि एक ठाउँमा आउन सक्छन् हैन। तपाईँ हेर्नुहोस् न, हिजोको दिनमा सत्ता चलाउँदा पक्ष र प्रतिपक्ष हुनुपर्ने थियो, तर यो देशमा प्रतिपक्ष कहिले पनि हुँदैन थियो। सत्ता पक्षले जति भाग लगाउँथ्यो त्यसको ह्याकुला र फिला नापी मागी प्रतिपक्षले खान्थ्यो क्या। त्यसकारणले गर्दा त्यो सत्ता र प्रतिपक्ष नै हुँदैन थियो। कम्तीमा रासपाले त्यो एउटा पक्षमा हुँदा सत्तामा रह्यो, विपक्षमा हुँदाखेरि विपक्षको भूमिका निर्वाह गरौँ। त्यसकारणले पनि मैले आजको दिनमा भन्ने कुरा चाहिँ के हो भन्नुहुन्छ भने, पुराना दलहरू नराम्रो कर्म गर्नका लागि एक ठाउँमा मिल्न सक्छन् भने राम्रो सोच भएका व्यक्ति या पार्टीहरू एक ठाउँमा किन आउन सक्दैनन्? यति मात्रै हो मेरो कुरा, र आउनुपर्छ। धेरैले अहिले प्रश्न उठाइरहेको एउटा विषय भनेको पत्रकारिता र राजनीति सँगसँगै राजीव खत्रीको चाहिँ कसरी गयो भनेर राखेको मैले देखेँ, तर हुँदै होइन। मैले 29 गते मैले मेरो पत्रकारिताको 20 वर्षीय करियरलाई स्थगन गरेर अबको राजनीतिक यात्रा आरम्भ गरेको हुँ। र मैले जति बेला पत्रकारिता गरेँ कहिले पनि राजनीतिक दलको झोला बोकिनँ, र आज म राजनीतिक दलको झोला बोकेर कार्यकर्ता, आम कार्यकर्ता भएर, तर विवेक शून्य, फेरि त्यो एउटा मैले बारम्बार कार्यक्रममा उठाउने गरेको छु, झोले भन्ने शब्द उठाउने गरेको छु। र त पनि झोले बन्न गइस् नि होइन राजीव खत्री भनेर भन्ने पनि सुन्छु म। तर झोले भनेको तपाईँ विचारको बन्दकी राखेर तपाईँ होमा हो मात्रै मिलाउनुहुन्छ भने त्यो झोले हो। तर तपाईँ कार्यकर्ता बन्ने हो भनेदेखि कार्यकर्ताको चाहिँ विचार हुन्छ, विवेकको प्रयोग गर्छ। र म चाहिँ कार्यकर्ता बन्नका लागि रासपामा प्रवेश गरेको छु। अब केही छन् भने अब म तपाईँहरूको प्रश्नबाट जवाफ दिने प्रयास गर्छु। यदि उम्मेदवार बन्नुभयो भने कुन क्षेत्रबाट? उम्मेदवारको विषयमा मैले, मेरा रुचिहरू हुन सक्लान्, मेरा आफ्ना केही कुराहरू हुन सक्लान्, तर आज मैले कुनै पनि क्षेत्र या यो भनेको छैन पार्टी। अब म किनभने म यो संस्थामा आबद्ध भइसकिसकेपछि टिमवर्कको कुरा हुन्छ, संस्थाको कुरा हुन्छ, सरसल्लाहका कुरा हुन्छन्। म एक्लै थिएँ भनेदेखि त म स्वतन्त्र रूपमा उठेर म यो क्षेत्रबाट चुनाव उठ्छु भन्थेँ होला, तर मैले अब त्यो भन्ने अधिकार गुमाइसकेको छु। तर केही क्षेत्रहरू छन् मेरा सोचाइहरूमा, पक्कै पनि केही दिनमा म यो क्षेत्रमा चाहिँ काम गर्न चाहना छ भनेर भन्छु म। त्यो चाहना भन्नका लागि पनि मैले केही समय कुर्नै पर्नेछ, यति चाहिँ यहाँहरूले बुझिदिनुहुन्छ। ओके, एमाले छ, कांग्रेस छ, माओवादी छ, अहिले आएका नयाँ दलहरू छ, हर्क सम्मानको दल छुट्टै छ, तर रासपा नै किन? मैले अघि नै भनिसकेँ, म हर्कको पार्टी छ, बालेनको त अहिले पार्टी उहाँको छैन, त्यसपछि अन्य वैकल्पिक कुलमान सरको उहाँको पार्टी छ, सबै पार्टीहरू छन्। तर सबै पार्टी कुनै न कुनै एउटा, मैले भनेको केही एउटा कार्यक्रममा पनि भनेको थिएँ मैले, वैकल्पिक राजनीतिको केन्द्रबिन्दु चाहिँ अब रासपा हो। समय ढिलो चाँडो हुने भनेको यही नै हो। त्यसकारणले मैले अघि नै इङ्कित गरिसकेँ नि, पाण्डव पक्षको कुरा गरिसकेँ नि। पाण्डवको नेतृत्व कसले गर्दैछ भन्दाखेरि जहाँ पाण्डवहरू छन् भनेदेखि अहिले म किन अन्त परालिन्छु, म त सिधै पाण्डवकोमै आइपुग्छु नि त। तर हजुर हो, अलिकति के भने धेरै साथीहरूले अहिले क्षेत्र नम्बर 4 को कुरा मलाई गर्नुभएको छ। क्षेत्र नम्बर 4 को कुरा के भन्दाखेरि म त्यो ठाउँको मतदाता हो, र यस अगाडि मैले गगन थापालाई मतदान गरेको एउटा मतदाता पनि हो। त्यसकारणले मलाई धेरैले त्यहाँ भन्नुभएको, तर त्यो कुरा पनि पूर्ण रूपमा सत्य नहुन सक्छ। ठिक छ, उहाँले, मैले अघि नै भनिसकेँ, धर्मको कुरा, अधर्मभित्र पनि धर्म हुन्छ र धर्मभित्र पनि धर्म हुन्छ।
अब उहाँले के भित्रको धर्म पुरा गर्नुभयो उहाँको विषय मैले भन्न आवश्यक रहँदैन, तर म चाहिँ धर्मभित्रको धर्म पुरा गर्न आउँदैछु, यति हो। हो हो मैले यो विषयमा के हो भने राजावादीको ब्लेम लाग्ने कुरा या गणतन्त्र कुरा, सङ्घीयताका कुरा, धर्मनिरपेक्षताका कुराहरूमा मेरा केही फरक मतहरू हुन सक्छन्, मैले मेरा आफ्ना पनि। तर राजतन्त्रको विषयमा मैले अहिलेसम्म टिका टिप्पणी गरेको विषय भनेको के हो भन्दाखेरि धेरै मानिसहरूले हामीले परिवर्तनको जब कुरा गर्छौँ, मैले पत्रकारिताको तर्फबाट परिवर्तनको कुरा गर्छु, सङ्घीयतामाथि हमला भयो भनिएका आवाजहरू मैले सुनेको छु। मैले भ्रष्टाचारको विषयमा जतिखेर मैले टेलिभिजनमा कुरा गरेँ, दलहरूको विरुद्धमा यसले बोल्यो भनेको धेरै सुने। त्यसकारण मैले जहिले पनि के भने यदि मैले गरेका विषय सुशासनका कुरा या भ्रष्टाचार विरुद्धका कुरा या पारदर्शिताका कुरा, समानताका कुरा, स्वतन्त्रताका कुरा, भाइचाराका कुरा मैले गर्दाखेरि चाहिँ त्यो व्यवस्था विरुद्ध हुन्छ भनेदेखि त्यो व्यवस्था कमजोर धरातलभित्र उभिएको छ भनेर मैले बारम्बार भनेको हो। र मैले जहिले पनि एउटा तुलना गर्ने के पनि गर्ने गरेको थिएँ भने आज पनि छु। 7 साल पछाडिका परिवर्तन बिचमा जति फेजहरू परिवर्तन हुँदै आए र त्यो बिचमा जे जस्ता घटनाक्रमहरू भए त्यो पछाडि 46 साल पछाडिको अवस्थामा हामीले जुन किसिमको सोच या 62-63 को आन्दोलन पछाडि जुन किसिमको परिवर्तनको अपेक्षा हामीले खोजेका थियौँ त्यो पुरा भयो कि भएन भन्दाखेरि पुरा भएन। पुरा नभइसकेपछि बरु त्यो समय नै ठिक थियो, कम्तीमा आधार त तयार भएको थियो, त्यसपछि अपेक्षाअनुसार किन भएन भनेर मैले जहिले पनि प्रश्न उठाएको हो। उद्योग कल कारखानाको कुरा गर्दा हुन्, मैले केही समय अगाडि मात्रै यहीँ दोलखाबाट फर्किने बेलाको क्रमको एउटा ढुङ्गा कारखानाको कुरा गरेको थिएँ मैले। राज संस्थाको पालामा 2035 सालमा सुरु भएको उद्योग आज बन्द अवस्थामा छ भनेपछि हामीलाई यो गणतन्त्रले कहाँ पुर्यायो भनेर मैले प्रश्न, त्यो भनेको त गणतन्त्रप्रतिको मेरो प्रेम पनि त होला नि, होइन र? तपाईँले बुवालाई, आमालाई या कसैलाई प्रश्न बढी गर्नुहुन्छ भनेदेखि त्यो प्रश्नभित्र माया पनि हुन्छ क्या कहिलेकाहीँ, त्यो दुइटै कुरा हुनसक्छ। मैले कुनै पनि जिम्मेवारीको यहाँ बार्गेनिङ गरेरै आएको छैन, मैले कुनै जिम्मेवारी मागेको पनि छैन। र अर्को कुरा अघि एकजना साथीले भन्नुभएको थियो तपाईँले पार्टी चाहिँ अर्को किन खोल्नु भएन भने, पार्टी खोल्नुपर्ने आवश्यकतै छैन। जुन मैले सोचेको पार्टी, मेरो सोचभन्दा माथिको पार्टी खुलिसकेको छ भने मैले किन अरू पार्टी सोच्नु पर्यो? आवश्यकतै छैन। मैले अहिले उहाँलाई तपाईँ पाण्डवको कुन पक्षमा भन्नुभयो भने सत्यको पक्षमा भनेर मैले भने पाण्डवमा सत्यको पक्षमा को सत्यवादी को भने युधिष्ठिर हुन्छ होला, जेठो बाटो उही हुन्छन् होला, होइन? पात्रको हिसाबले मैले त्यही रूपमा पनि उहाँलाई हेर्न सक्छु। या हजुर म छैन, अर्जुन यहाँ अरू नै हुनुहुन्छ। म भर्खर प्रवेश गर्दैछु एउटा कुनै ठाउँबाट, म यहाँ आएर चाहिँ म पाण्डवको पक्षमा त धेरै थिए नि, कति थिए नि, होइन र? सबैको नाम त महाभारतमा हामीलाई याद हुँदैन नि, त्यस्तै याद नहुने पात्र म हो। छैन होइन, अब त्यो चाहिँ उहाँहरूले भन्नुभयो भने पछिको कुरा, अहिले मैले भनेको पनि छैन नि त, चाहे छैन नि त। हजुर, भोजराज थापालाई मैले छोडेको होइन, भोजराज थापा सँगसँगै हुनुहुन्छ। आजको यो साइट मात्रै नजुरेको, कुनै समय उहाँ आउन सक्नुहुन्छ र ढिलो चाँडोको कुरा हो भोजराज थापा। किनभने भोजराज थापाको मनमा राजसभा छ, मैले बुझेको छु, त्यस कारणले गर्दा ढिलो चाँडो हो उहाँ आउनुहुन्छ भन्ने मलाई लाग्छ। होइन, मैले भोजराजीसँग आज यहाँ आउनुभन्दा अगाडि मेरो कुरा भएको छ। उहाँ दिल्लीमा हुनुहुन्छ, त्यो बच्चीलाई डिस्चार्ज हुँदैछ, त्यस कारणले गर्दा उहाँ दिल्ली जानुपर्ने उहाँको बाध्यता थियो र उहाँसँग मेरो कुरा हुँदा उहाँले के भन्नुभएको छ भने तपाईँलाई शुभकामना, तपाईँलाई गाडीमा, मेरै गाडीमा लगेर घन्टीघरको गेटमा लगेर मलाई छोड्न मन थियो, आज त्यो सम्भावना भएन, तर अब अर्कोचोटि मलाई चाहिँ तपाईँले छोड्नुपर्छ है भन्नुभएको छ। कुनै दिन म पक्कै उहाँलाई छोड्ने अवस्था बन्छ। होइन हजुर, गगन थापासँग नि तपाईको प्रतिस्पर्धा हुन्छ भन्ने छ नि, यसलाई कसरी हेर्नु? त्यो विषयमा मैले त्यसरी भनेको छैन, त्यो लाइनबाट मैले सोचेको अहिले छैन।
हुनसक्छ त्यो त भोलि उहाँहरूले दिनु मैले अघि नै भनिसकेँ नि पार्टीमा सङ्गठनमा पसिसकेपछि उहाँहरूले भन्ने कुरा त चुनावमा उठ भन्नुभयो भने उठ्ने हो नउठ भन्नुभयो भने नउठ्न पनि त सक्छु नि त होइन दुइटै कुरा हुनसक्छ त्यो चाहिँ हजुर मेरो यो त मेरो पत्रकारिता मैले गर्दादेखि आजसम्मको कुरा के हो भने उहाँहरू ढिलो चाँडो एक ठाउँमा हुनुपर्छ भन्ने नै हो मलाई त्योभन्दा किनभने मेरो सुझाव मैले भनिहालेँ यसमा के मेरो कुरा यति हो कि पुराना दलहरू नराम्राका लागि लुट्नका लागि एक ठाउँमा आउन सक्छन् होइन तपाईँ हेर्नुहोस् न हिजोको दिनमा सत्ता चलाउँदा पक्ष र प्रतिपक्ष हुनुपर्ने थियो तर यो देशमा प्रतिपक्ष कहिले पनि हुँदैन थियो सत्ता पक्षले जति भाग लगाउँथ्यो त्यसको ह्याकुला र फिला नापी मागी प्रतिपक्षले खान्थ्यो क्या त्यस कारणले गर्दा त्यो सत्ता र प्रतिपक्ष नै हुँदैन थियो कम्तीमा रासपाले त्यो एउटा पक्षमा हुँदा सत्तामा रह्यो विपक्षमा हुँदाखेरि विपक्षको भूमिका निर्वाह गरौँ त्यस कारणले पनि मैले आजको दिनमा भन्ने कुरा चाहिँ के हो भन्नुहुन्छ भने पुराना दलहरू नराम्रो कर्म गर्नका लागि एक ठाउँमा मिल्न सक्छन् भने राम्रो सोच भएका व्यक्ति या पार्टीहरू एक ठाउँमा किन आउन सक्दैनन् यति मात्रै हो मेरो कुरा र आउनुपर्छ मभन्दा धेरै माथि हजुर ओके हस् यहाँहरूले सोधेको प्रश्न मेरो यो मैले यो अन्तिम प्रश्नको रूपमा मैले लिएको छु र म यसको जवाफ दिन्छु मैले अघि नै भनिसकेँ मैले बारम्बार भनेको छु आजबाट मैले मेरो सभापति भन्छु रवि लामिछाने योभन्दा अगाडि म दाई हुन्थेँ पत्रकारिताको हिसाबले पनि मैले अग्रजको रूपमा मैले उहाँलाई लिएको हो एउटा चिज तपाईँहरू मान्नुहोस् हिजो रवि लामिछानेले पत्रकारिता गर्दाखेरि एक थरीले उहाँलाई कहिले पनि पत्रकार मानेनन् तर जनताले उहाँलाई पत्रकार माने र त्यही कारणले गर्दा उहाँले पार्टी खोलेर त्यो स्थानमा पार्टीलाई पुर्याउनु भयो तर एक थरीले त्यही थरीले अर्को थरी भन्दिनँ त्यही थरी जसले पत्रकार मान्दैन थियो उसैले उहाँलाई पार्टी पनि मानेन नेता पनि मानेन उहाँको पार्टीलाई पार्टी पनि मानेन नेतालाई नेता पनि मानेन त्यस कारणले गर्दाखेरि त्यो भित्रका प्रपञ्च के थिए कस्तो थियो भन्ने कुरा तपाईँ हामी सबैलाई थाहा छ आज रवि लामिछाने जेलभित्र हुँदा पनि बाहिर के छ रवि लामिछाने के हो भन्ने कुरा तपाईँ हामी सबैलाई थाहा छ मैले यो कुरा भन्नै पर्दैन अब रह्यो कुरा के भन्दाखेरि म माथिको आक्रमण भन्नुहुन्छ भने मैले पत्रकारिता गर्दा मलाई पनि त मैले पत्रकारितामा आइडल मानेको रवि लामिछाने त्यही तवरबाट मैले पत्रकारिता गरेँ मलाई पनि त पत्रकार मानेनन् नि त एक थरीले आज म राजनीति गर्दै गर्दाखेरि मलाई राजनीति पत्रकार नमान्नेले आज मलाई यो राजनीतिज्ञ हो भनेर नमान्न पनि पाउँछ नि उसको अधिकारको कुरा अब उसले प्रपञ्च पनि रच्न पाउँछ नि त मसँग तर त्यो प्रपञ्चलाई कसरी चिर्ने भन्ने कुरा अहिले म माथि भयो भने मैले हो अहिले मेरो सभापतिमाथि भइरहेको कुरा सभापतिले पनि चिर्दै हुनुहुन्छ हामीले पनि उहाँलाई सहयोग गर्छौँ तपाईँ हामी मिलेर सबैले सहयोग गर्छौँ अघि नै भनिसके कौरव र पाण्डवको युद्ध छ पाण्डवको पक्षमा हामी छौँ जित पाण्डवकै हुन्छ यति हस् धन्यवाद जय घन्टी